हेलो हजुर, सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। मेरा घर पेशदेखि लिएर परदेशसम्म, परदेशका कुना कन्दरामा छरेर बस्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म अहिले यो नेपाल भारतको यात्राबाट अहिले चाहिँ हामी सकुशल म अहिले यो पुनामा पुगिसकेको छु। सबैलाई मिठो सम्झना र हिजो राति लाइभमा बसिकन सबैसँग भलाखुसारी गरौँला, सबैसँग खानी गरौँला, सबैसँग एउटा मनका भावना साटासाट गरौँला भन्ने कुरा थियो। तर किन खै लाइभ चल्दैन, लाइभ नचल्ने भएको कारणले चाहिँ कति 1 मिनटमै लाइभ कट भयो। त्यही भएको कारणले क्षमा प्रार्थी छु है। आज मैले नेपालबाट ल्याएको नासो अथवा नेपालबाट ल्याएको मेरा छोराछोरी बुढीलाई एउटा कोसेली ल्याएको थिएँ। यो कोसेली म यिनको माझमा राख्न चाहन्छु। एकचोटि सबैले हेर्नु होला यो रमाइलो भिडियो र एउटा मन छुने भिडियोलाई है। सबभन्दा हाम्रो तपाईँको अब यी मास नास दिएको फालो गरेर खानुपर्छ या फालो गरेर खानुपर्दा। अनि त्यसपछि चाहिँ यो मेरी प्यारी छोरीलाई लकेट ल्याएको। यहाँबाट फोन गरिकन लकेट ल्याइदिनु होला बुवा, लकेट ल्याइदिनु होला बुवा भनेर यो कहाँ भन्दै चाहिँ होइन। अब यो लकेट लगाउनुलाई कस्तो लाग्यो यो लकेट? निको छ चित्त। अब यो केटालाई त्यो मोबाइलको भिडियो लगाइदिनु ठ्याक्कै यो यहाँ लगाउनु पर्छ भनेपछि यो ठुलो पर्दा देखिन्छ। यो कस्तो छ, ठिक छ। अब यो बुढीको लागि एउटा प्रसाद ल्याएको छु। के हो बुढी, के हो यो नौकेडी भन्छन् आइमा मान्छे। यसको लागि फोन गरे कि सडपुरी। आहा कस्तो चित्त बुझ्यो बुढी, राम्रो छ त यो बुढीका लागि। त्यसपछि चाहिँ यसलाई अरू केही चाहिँदैन अरे, नेपालको चाउचाउ। मलाई एक पेटी वाइ चाउचाउ ल्याइदिनु होला बुवा भनेर भन्दै थियो। त्यही भएर कारण यसको लागि चाउचाउ ल्याइदिएको छौँ। अब सबै खाइसक्थे क्या तँ? खाइसक्थे? ओहो यो हाम्रो साथीहरू सबैलाई एउटा एकन पाकेट सबैलाई बाँड्नेछु। सबैजनाले आउनु होला है हजुर। सबै बाँडी पनि खाउने चाउचाउ, वाइ चाउचाउ, नेपाली वाइ चाउचाउ ल्याएर आएको छु तपाईँहरूको माझमा है। अब यो रमाइलो भिडियो पछि अब सबैलाई मिठो सम्झना छ। कोही नबिर्से हजुर, म हजुरलाई कहिले पनि बिर्सने छैन। मलाई नबिर्सनु होला, मेरो परिवारलाई नबिर्सनु होला सबैजनाले भन्दै बिदा हुन्छु। नमस्कार।